पटो नै पुग्ले अरे हो फेरि पनि तपाईहरुलाई स्वागत छ मेरो ब्लगमा चाहिँ आज चाहिँ हामी आएको छौं देउपानी नदी आएको छौं र यो चाहिँ नौने अरे अब जाँदै छौं गाइस ए हिलो हिलो छ त नि नवीन भाइ चाहिँ यहाँ नुहाउनु आएर त्यसो पुरा बडी सोडी देखाइदे बडी कताबाट यता दामी देखिँदैछ दामी जलवा है हमारा वाह यो चाहिँ नुहाउनु आँटेको यहाँनेरि हो डाइभ डाइभ यहाँ पनि हान्दिन्छु ल ओके मतलब वो अलग ही लेवल का बंदा था ओके हान्दिँदो रह त नि यसले त पुरा हेर्न सक्नुहुन्छ उतातिर हो ए बादलले छोपिरहेको छ यता गाई गोरु चराउने मान्छेहरू चाहिँ यता त्यो चाहिँ वनहरि गएको छ फाइनली गाइस अब यो चाहिँ चुइकी फाइनली भन्दा भन्दै दिमाग खराब भयो चुइकी हानेको अरे यसले चाहिँ हो पटो नै पुग्ले अरे हो उता चाहिँ बाजेहरू हाँस्दैछ हो गाई खेदाउनु लाउँदैछ अरे हामी चाहिँ के गर्न आएको मान्छे के गर्दैछ यो पुरा नुहाउनु पुरा मजा लागिरहेको छ मतलब मलाई पनि देखेर त नुहाउनु लाग्दैछ कट्टु नै भिजी जान्छ भिडियो बनाउनु बाँकी छ तुई के हान्दा चाहिँ के भयो अरे कट्टो नै खुस्कने हो कट्टु नै पुग्ल्यो डाइभ हान्दा देखाइदिनु नि त एकबार डाइभ यो भिडियोमा 1 मिलियन भ्युज आयो भने म 200 पल्टेर देखाउँछु नसोचेको सपना नसोचौँ न हो म कट्टु खोलेर फेरि डुबेर लगाउन सक्छु अभी मजा आएगा ना भिड लु त पुरा जल्थ्यो त्यो एउटा भाइरल जस्तो त्यो यस्तो जाता गाइस यो भिडियोमा चाहिँ कस्तो भनेको लाइक गरिदिनु लाइक गरिदिनु कस्तो भनेको टाटा भाइ यति नै हो आजको भिडियो चाहिँ टाटा भाइ अब यति नै भन्नु पर्यो हो यो भिडियोमा चाहिँ लाइक गरिदिनुहोस् कमेन्ट गरिदिनुहोस् सेयर गरिदिनुहोस् फलो गर्नुहोस् टाटा भाइ